ब्राटिस्लाभा सहरको सैर गराउनको लागि आज म तपाईँहरूलाई लिएर जाँदैछु U4 टावरमा अर्थात् UFO टावरमा, जहाँ जानको लागि मैले एउटा टिकट लिनुपर्ने हुन्छ। टिकट लिइसकेपछि म U4 टावरको रुफटपमा पुग्छु। मेरो पछाडि देखिरहनु भएको त्यो अग्ला अग्ला वाइन टर्बाइनहरू अस्ट्रिया देशमा पर्दछन् र यो पछाडि देखिरहनु भएको हरियाली अनि ठुला ठुला बिल्डिङहरू पेट्रोजाल्का अर्थात् स्लोभाकियामै पर्दछ। तपाईँले देख्नुहुन्छ मेरो पछाडि दानुबे नदी र दानुबे नदीको पारिपट्टिको किनारमा रहेको छ युरोभिया सिटी सेन्टर। त्यसै गरी यो पछाडि ओल्ड टाउन ब्राटिस्लाभा, ब्राटिस्लाभा क्यासल मेरो पछाडि देख्नुहुनेछ ठुलो पहाडको टुप्पामा ब्राटिस्लाभा क्यासल। 95 मिटर अग्लो यो U4 टावरको विशेषता भनेको पुरै ब्राटिस्लाभा तपाईँले देख्न सक्नुहुनेछ। यो दानुबे नदी निर्मल र निश्चल रूपमा बगिरहेछ, ब्राटिस्लाभालाई अझै सुन्दर बनाइरहेछ। ठुलो पानको पातको आकारमा तपाईँहरूले यहाँ थुप्रै ताला देख्न सक्नुहुनेछ, जसमा आफ्नो र आफ्नो प्रेमिकाको नाम लेखेर लक गरेर राखिएको छ। U4 टावरमा रहेको यो रेस्टुरेन्टमा बसेर तपाईँले कफी र बियरको चुस्कीसँगै पुनः एकपटक ब्राटिस्लाभा सिटीलाई अझ नजिकबाट निहाल्न सक्नुहुनेछ। दानुबे नदी, ब्राटिस्लाभा क्यासल, ओल्ड टाउन सिटी, युरोभिया सपिङ सेन्टर, पेट्रोजाल्का लगायतका विभिन्न रमणीय ठाउँहरू पर्ने स्लोभाकियाको राजधानी